परमेश्वरलाई धन्यवाद भएको होस्। सबैलाई जय मसीह अनि नमस्कार छ। यूहन्ना 8:12 यस्तो लेखिएको छ, म संसारको ज्योति हुँ, मलाई पछाउने अन्धकारमा हिँडुल गर्ने छैन, त्यसले जीवनको ज्योति पाउनेछ भनेर येशूले लेख्नु भएको छ। आकाशमा सारा संसारलाई उज्यालो पार्ने सूर्य छ, त्यो पनि ज्योति नै हो। ताराहरू छन्, तिनी पनि ज्योति हुन्। चन्द्र छ, त्यो पनि ज्योति हो। त्यति मात्रै ज्योतिले नपुगेर मानिसहरूले विभिन्न किसिमका लाइटहरू र ज्योतिहरू बनाएका छन्। तर यी संसारमा भएका लाइटहरू र ज्योतिहरूले संसारको उज्यालो देखाउन सक्लान्, संसारमा भएको अँध्यारोलाई हटाउन सक्लान्, तर मानिसको हृदयभित्र उज्यालो पार्न सक्दैन। यसै कारणले गर्दा मानिसको हृदयलाई उज्यालो पार्ने, मानिसको हृदयमा लुकेका अन्धकारका चिजहरूलाई देखाउने अहिलेसम्म कुनै लाइट बनेको पनि छैन र बनाउन पनि कसैले सक्दैन। यसै कारणले गर्दा मानिसको हृदयलाई देखाउने लाइट चाहिँ येशू हुनुहुन्छ। त्यही भएर उहाँले भन्नुभएको छ, म संसारको ज्योति हुँ, मलाई पछाउने अन्धकारमा हिँडुल गर्ने छैन, त्यसले जीवनको ज्योति पाउनेछ अनि त्यो चाहिँ आनन्द र खुसी हुनेछ भन्नुभएको छ। तपाईँले पनि त्यो लाइट प्राप्त गर्नुहोस्। तपाईँभित्र हृदयमा लुकेका सबै अन्धकारका नराम्रा कुराहरू देख्नेछ अनि त्यसपछि त्यो चाहिँ असल कुरामा परिणत हुनेछ। हस् त, धन्यवाद।